नमस्ते मेरो युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई म आज तपाईहरुलाई मेघालयको बम्बु ट्र्याकमा शेयर गराउनेछु। तपाईहरुले हेरेर आनन्द लिनुहोला र शेयर गरिदिनु होला। नमस्ते। हेलो गाइस, अब हाम्रो यात्रा सुरु हुन्छ है बम्बु ट्र्याकको लागि। अलि ढिला आउनु होला फोन गरेको त तपाईँ त आइसक्यो। Hello guys! Channel to my welcome. Hello. मातेपछि हो कि एकपल्टमा कस्तो पार्टीमा खाएर आएको रहेछ हो। यस्तो डरलाग्दो नाच्छ के। अहिले हामी आसम बजार घुम्दैछौँ। आसम बजारबाट अगाडि आलु गोदाम कटेर माथि गइसक्यो हामी। आएपछि खाना खानै पर्यो। ल ल ल ल ल हेलो गाइस, अब बम्बु ट्र्याक पुग्नको लागि धेरै छैन। डिसिप्लिन छैन। अझै 5 किलोमिटर छ बम्बु ट्र्याक आउनको लागि साथीहरू। तपाईहरुलाई मैले त्यहाँको दृश्य सकेसम्म देखाउने कोसिस गर्दैछु। यहाँ धेरै जस्तो अमृसो घारी र बाँसको घारी रहेछ। हाम्रो गाउँतिर बागलुङतिर भन्छ यसलाई अमृसोको कुचो। यहाँबाट अल इन्डियामा झाडुको सप्लाई हुने रहेछ। सबै झाडुको मात्र यहाँ बिरुवा छ, मतलब बोट। गाउँतिर त यसलाई कुचो भन्छ, तर यहाँ झाडु भन्छ। अल इन्डिया सप्लाई हुने रहेछ यहाँबाट। अझै 2 किलोमिटर बचेछ बम्बु ट्र्याक्स आउनको लागि। फेरि माथि उक्लिदियो। धेरै नमार्नु ल। मलाई त्यस्तो माग्दैन, म फोन नम्बर माग्दैन। म फोन नम्बर खोला खोइ, मलाई त अब खोला चाहियो। सबैको भिडियो हान्यो के आयो
त्यसको आवाज यति हो। बाम्बो ट्र्याक्स बाम्बो ट्र्याक्स ल अगाडि यो कुरा देखाइदिनु पर्छ। जति गर्मी भए पनि साथीहरू कुकुर मुन्टे खेलेर आउँछ। तेरी पसिनाले गाइस कता हिँडेको बिजुली गाइस भित्ता सीमान्तै हिँड्ने अवस्था छ। तपाईँहरू तल सबसे यहाँबाट झऱ्यो भने त पसिना त्यसै निक्लिएको छैन यहाँ। राम 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 के को पुल हो यो? राम 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 के हो यस्तो खतरनाक रहेछ। हजुर कसम से ढोक दिया। यहाँबाट हेरौँ न यो कसरी बनाएको छ। आँखै घुमाउन लाग्यो अहिले थियो यार। दिन त म फेरि जान्छु। 1 2 3 go। डुबेको One, two, three, go! April Fool's!
Horari khoi. Yeah. Swimming pool. तिम्रो सम्झनाले सबै रङहरू तिमी साथ फिक्का छ तिम्रो सम्झनाले तिम्रो सम्झनाले मेरो सपनामा आउँछु तिम्रो मायाले तिम्रो सम्झनाले तिम्रो सम्झनाले बल्ल आइयो हामी फुड ट्र्याक भ्याइयो तकरिबन 3 घन्टाको फुड ट्र्याक गरेर आइयो है। अब गाडीमा जाने अहिले खुट्टा कलाकुलुक भइरहेछ कि हो पसिना घाम पनि चर्को स्विमिङ पनि खेलेको तर भएन। अब एकछिन खाना ब्रेक हुन्छ त्यसपछि हामी वापसीको कार्यक्रम सुरु हुन्छ ल गाइस। Cameraman focus dong. Oh ya. Sorry ya, oke. Udah kalau gue iya lah. Ada छेउमा छौँ। नमस्ते ढोगदिया नमस्ते ढोगदिया तिम्रो हेराइले मेरो भर्खरै भन्दिया। Come on guys. Yo. Love you. भनेर कसलाई भनेको? सुदेश वहाँ रुममा पुगेर सुतिसक्यो होला। सुतुस् न यार हामी जाने के कहाँ अब उल्टा पर्यो
कस्तो लाइट हुन्छ भ्यू अरे त्यस्तै भिरालो खालि यता नजिकतिर वाइन सप छैन दाइ खालि काकी गना छ होइन सबैले खिचौँला नि भयो त चलो 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 बटौली मन्तिर दबानैमा माछी सलाला बटौली मन्तिर दबानैमा माछी सलाला बटौली मन्तिर दबानैमा माछी सलाला ल गाइस हाम्रो यहाँ खाना ब्रेक भएको छ है अहिले यही झाडी मुनितिर माया जाल माछा सलल मुनि झाडीमा माया गएर सफा गरौँ पता गरौँ तपाईँको होइन है उकालोमा डान्स ले है देखान झाडीको डान्स छोरी छम्म छम्म पायल पिरतीले बनाइदियो घायल सानी आज मान्छे मागेर दिन्न मागेर
ठाडो उकालो गाइस अब उकालो सुरु भयो कि बम्बु ट्र्याक खत्तम हुन लाग्यो अब पार्किङतिर जानु लागेको अब ठाडै उकालो छ कि अब नाक ठोक्दै भित्तामा खतरनाक बम्बुको ट्र्याक पुल तल हेर्नु होला गाइस तकरिबन 70 मिटर जति तल छ यहाँबाट झऱ्यो भने याक्क हुन्छ नि हो ल गाइस भिडियो भएको नागाल्यान्ड सबभन्दा खतरनाक बम्बु ट्र्याकको भ्यू पोइन्ट गाइस अब लगभग हामी भ्यू पोइन्टमा पुगिसक्न लाग्यो लास्ट हो तर एडभेन्चर टाइप नै भयो नि त सिन यार सर राम 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 यो यस्तो हो कता हिँडेको बिजुली बालेर रेडी